बुधा चौकको हालत अहिले यस्तो छ है। हाई गरिदिउँ न कतिलाई जाएको घर एकैछिनमा प्र्याक्टिस गरेर आएछौँ हामी। तो चलिए शुरू करते हैं। सो हेलो वेलकम टू माई न्यू ब्लग गाइस। सो आज हामी जाँदैछौँ साथीको साथमा कपडा किन्न होइन। अनि उतैबाट म डान्स क्लास जान्छु। अनि अहिले हेटौडाको कन्डिसन कस्तो छ म हेराउँछु ब्लगमा। सो तपाईँहरू कन्टिन्यू बस्नु होला होइन। अनि म धेरै दिनपछि भिडियो बनाउँदैछु त्यसको लागि आम सरी। सो कन्टिन्यू बस्नु होला है। आज हामी ठाके हामी भेटिसकेछौँ दुईजना। अब हामी जाँदैछौँ डान्स क्लास र बजार हल्का सामानहरू किन्नुपर्ने छ कपडाहरू। हेटौडामा त्यस्तै अहिले सेलहरू लागिरहेका छन् र त्यसैबाट हामी सामानहरू किन्न जाँदैछौँ कपडाहरू। अनि त्यसपछि साथी डान्स क्लास जान्छ अनि म उतातिर लाग्छु आफ्नो घरतिर। अनि त्यसपछि अझ हामी अब त्यसको दृश्य कस्तो छ अहिले हेटौडाको अवस्था अनि त्यसबारे हामी पनि देखाउनेछौँ। त्यो तबसम्म हामीसँग जुडिराख्नु होला। सो गाइस अहिले हामी कुमारी ब्याङ्कतिर आइसकेका छौँ होइन। अब हामी बिस्तारै जान्छौँ यहाँ अगाडि। तपाईँहरू कन्टिन्यू बस्नु होला ल। गाइस अहिले हामी बुधा चौकमा आइसकेका छौँ अनि बुधा चौकको हालत अहिले यस्तो छ है। पुरै घरहरू भाँचिसकेको छ। अनि यता सबै बाटोमा मान्छेहरूले पसल खोलेर बसेको छ होइन। यस्तो छ हालत बुधा चौकको रोडको मेन रोडको होइन। तपाईँहरू कन्टिन्यू बस्नु होला। धेरै गाडी के छ हेराउँछु है। सो गाइस अहिले हेटौडामा धेरै भिड छ। यहाँ बुधा चौकमा कपडाको सेलहरू लागेको छ होइन। सबै पसलहरू टुटेर यहाँ बाटोमै पसल खोलेर सबै सेल लागेको छ होइन। धेरै सस्तोमा कपडाहरू पाइरहेछ अहिले। तपाईँहरूलाई चाहियो भने आउनु है। सो गाइस अहिले साथी गइसकेको छ घर होइन। अनि म अब जान्छु डान्स क्लास। तपाईँहरू कन्टिन्यू बस्नु होला है। अब डान्स क्लास आइ नै सक्यो यही त होइन। कन्टिन्यू बस्नु होला है। गाइस अहिले आइसकेको छु लिफ्टभित्र होइन। अब जान्छौँ माथि क्लासमा। तपाईँहरू कन्टिन्यू बस्नु होला है। अहिले म क्लासभित्र आइसकेको छु होइन। यो क्लास गाइस मेरो क्लास सकिसकेको छ अनि यहाँ साथीहरू छ। तपाईँले हेर्न सक्नुहुन्छ। अहिले हामी जान्छौँ। हाई गरिदिउँ न कतिलाई जाएको। अब हामी जान्छौँ घर एकैछिनमा प्र्याक्टिस गरेर आएछौँ हामी। सो तपाईँहरू कन्टिन्यू बस्नु होला है। गाइस मेरो आजको ब्लग यही समाप्त हुन्छ होइन। ब्लग भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नु होला होइन। अनि मेरो दुईवटा च्यानल छ। दुईटै च्यानलको नाम हो सत्य साहु अफिसियल। दुईटै च्यानललाई सब्सक्राइब गर्नु होला है। बाई बाई थ्याङ्क यू लभ यु अल।